कुनै दार्शनिकले ठिकै भनेका छन् कि यो संसार श्रमिकहरूले बस्न योग्य र सुन्दर बनाएका छन्। श्रमिकहरूले अनेकौं दुःख कष्ट सहेका छन्। विश्व अर्थतन्त्र पनि यी श्रमिकहरूको काँधमा अड्किएको छ। नमस्ते, मेरो नाम सञ्जीव। साथीहरू, हिजो मे 1 मा श्रमिक दिवस मनाइयो र फेरि पनि एकपल्ट मे दिवसको शुभकामना दिँदै म तपाईहरुसँग श्रम दिवसको बारेमा केही कुराहरू साझा गर्न चाहन्छु। सबैभन्दा पहिला म भन्न चाहन्छु कि श्रमिकको मतलब यो होइन कि एक गरिब, एक लाचार, एक असहाय कहिले हुँदैन। तर हाम्रो समाजमा प्राय श्रमिकलाई सधैँ गरिब, लाचार मानिन्छ। श्रमिक त्यो एकाइ हो जो सधैँ हरेक सफलताको एक अभिन्न अङ्ग हुन्। चाहे त्यो इटा बनाउने होस् या कामदार होस् या कार्यालयको कर्मचारी। घाममा काम गर्नेहरूलाई मात्र श्रमिक मानिँदैन। प्रत्येक व्यक्ति कुनै न कुनै क्षेत्रमा काम गर्छ र त्यसको बदलामा मजदुरी पाउँछ। उनी श्रमिक हुन्। यस्ता मेहनती श्रमिकहरू हाम्रो समाजको अभिन्न एक अङ्ग हुन्, जसले समाजलाई बलियो र परिपक्व बनाउँछ, समाजलाई थप सफलतापूर्वक सफलताको खुड्किलोतिर लैजान्छ। श्रमिकहरूको सम्मान गर्न श्रम दिवस मनाइन्छ। श्रमिक संस्थाहरूलाई पदोन्नति र प्रोत्साहन मिलोस् भनेर यी दिवस विश्वभर अन्तर्राष्ट्रिय रूपमा मनाइन्छ। आफ्नो रगत र पसिनाले उनीहरूले जीविका आर्जन गर्छन्। कति कामदारहरू थोरैमा पनि धेरै खुसी हुन्छन् र आफ्नो कडा परिश्रम र समर्पणमा विश्वास गर्छन्। मे 1 मा विश्वभर श्रमिक दिवस मनाइन्छ। अब हामी श्रम दिवसको इतिहासको बारेमा थोरै जानौँ। साथी हो, यसको जन्म मे 1 1886 मा अमेरिकाको सिकागोमा भएको थियो। अमेरिकाको मजदुर सङ्घले आफ्नो हक र अधिकारको निम्ति गरेको यो आन्दोलन हो। 8 घण्टाभन्दा बढी काम नगर्ने, मेडिकल फेसिलिटी इत्यादि निर्णयहरू गरियो। तर धेरै सङ्घर्ष गर्न पर्यो। हडताल भयो, गोली बारुद चल्यो, धेरैजनाको ज्यान गुमाए। अन्तमा श्रमिकहरूको हितमा यो आन्दोलन अधिकार प्रदान गर्यो। भारतमा श्रमिक दिवस 1 मे 1923 मा चेन्नईबाट सुरु भएको। अन्तमा काम ठुलो होस् या सानो होस्, काम भनेको पूजा हो, कर्तव्य हो, निष्ठा हो, जीवन धान्य हो। कामलाई हामीले सधैँ माया गर्नुपर्छ। धन्यवाद। जय श्रमिक।